कुनै पनि सफल संस्थाको पछाडि के हुन्छ? एउटा बलियो खाका, होइन त? हो, त्यो खाका बनेको नै रणनीतिक निर्णय निर्माण हो। आजको हाम्रो विश्लेषणमा हामी यही शक्तिशाली प्रक्रियाको बारेमा गहिरिएर बुझ्नेछौँ, जसले कुनै पनि संस्थालाई आफ्नो लक्ष्यसम्म पुग्न मद्दत गर्छ। ल, सुरु गरिहालौँ। आज हामी के कुरा गर्छौं त? पहिलो खण्डमा हामी निर्णयका 2 प्रकारहरू हेर्नेछौँ। त्यसपछि रणनीतिक निर्णयको विश्लेषण गर्नेछौँ अनि रणनीतिक व्यवस्थापनको फ्रेमवर्क, यसको प्रक्रिया र अन्त्यमा माथिदेखि तलसम्म रणनीति कसरी काम गर्छ भन्नेबारे कुरा गर्नेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट, निर्णयका 2 प्रकारहरू। यसो भनौँ न, एकातिर दैनिक कामहरू छन् भने अर्कोतिर चाहिँ दीर्घकालीन खेल। यी 2 बीच के फरक छ त? आउनुहोस् बुझौँ। यसलाई यसरी सोचौँ है त। कार्यात्मक निर्णय भनेको कोठामा कुन रङ लगाउने भनेर छान्नु जस्तै हो। यो हरेक दिन गर्नुपर्ने छोटो समयको लागि मात्रै महत्त्वपूर्ण हुने काम हो। तर रणनीतिक निर्णय भनेको चाहिँ घरको जग कहाँ हाल्ने, मुख्य पिलरहरू कहाँ राख्ने भनेर तय गर्नु जस्तै हो। यो निर्णय बारम्बार गरिँदैन, तर यसले पुरै संरचनाको भविष्य निर्धारण गर्छ। कति ठूलो फरक, होइन त? अब दैनिक र रणनीतिक निर्णय बीचको फरक त थाहा भयो, तर कुन कुराले चाहिँ कुनै निर्णयलाई साँच्चीकै रणनीतिक बनाउँछ त? आउनुहोस् अब यही प्रश्नको जवाफ खोज्न एउटा रणनीतिक निर्णयको विश्लेषण गरौँ। एकदमै सरल भाषामा भन्नुपर्दा रणनीतिक निर्णय भनेको भविष्यको लागि राम्ररी सोचेर गरिएको एउटा छुनौट हो। यो भनेको हामीसँग भएका विभिन्न विकल्पहरूमध्येबाट त्यो एउटा उत्तम बाटो रोज्नु हो जसले संस्थालाई लामो समयसम्म सफल बनाउँछ र बजारमा अरूभन्दा अगाडि राख्छ। विलन एन्ड हङ्गरले यसलाई कति राम्रोसँग भनेका छन् हेर्नुहोस् त। रणनीतिक निर्णयहरू सङ्गठनको दीर्घकालीन भविष्यसँग जोडिएका हुन्छन् र यिनीहरू दुर्लभ, परिणामात्मक अनि निर्देशनात्मक हुन्छन्। मतलब यी निर्णयहरू सधैँ लिइँदैन, तर जब लिइन्छ यसको असर धेरै टाढासम्म पुग्छ र पुरै संस्थालाई एउटा दिशा देखाउँछ। यहाँ हेर्नुहोस् त, रणनीतिक निर्णयहरूलाई यी 3वटा मुख्य खम्बाले अड्याएको हुन्छ। पहिलो, यसले लामो समयको लागि बाटो देखाउँछ। दोस्रो, यो दुर्लभ हुन्छ तर यसको परिणाम ठूलो हुन्छ। र तेस्रो, यसले संस्थाको स्रोत साधनलाई सही ठाउँमा लगाउँछ। यी 3वटै कुरा मिलेपछि मात्र संस्था आफ्नो अन्तिम लक्ष्यमा पुग्छ। यसका अरू पनि विशेषताहरू छन्, जस्तै रणनीतिक निर्णयहरू एकदमै जटिल र गतिशील हुन्छन्, ठ्याक्क एउटा पजल मिलाए जस्तै। यसका निर्णयहरू सधैँ टप म्यानेजमेन्टले लिन्छ र यसको असर सिधै दैनिक कामहरूमा पर्छ। अनि यसको मुख्य लक्ष्य के हो त? संस्थाको भित्री शक्ति र बाहिरी अवसरहरूबीच एउटा पर्फेक्ट फिट वा रणनीतिक मिलान खोज्नु। जसरी पजलका टुक्राहरू ठ्याक्क मिल्छन् नि, हो त्यस्तै। अहिलेसम्म त हामीले एउटा निर्णयको कुरा गर्यौं। अब अलिकति फराकिलो भएर सोचौं, त्यो समग्र प्रणाली कस्तो हुन्छ होला जसले यी सबै रणनीतिक छनौटहरूलाई शक्ति दिन्छ। अब हेरौं रणनीतिक व्यवस्थापनको रूपरेखा। हो, किनभने एउटा निर्णय एक्लैले त काम गर्दैन, होइन र? यसलाई चलाउनका लागि, लागू गर्नका लागि त एउटा सिङ्गो सिस्टम नै चाहिन्छ। त्यसो भए यी छनौटहरूलाई शक्ति दिने त्यो सिस्टम चाहिँ के हो त? हो, त्यो प्रणाली हो रणनीतिक व्यवस्थापन। यो भनेको खालि सही निर्णय लिने मात्र होइन, यो त रणनीति बनाउने, त्यसलाई लागू गर्ने र त्यसको नतिजा कस्तो आयो भनेर हेर्ने एउटा पूरा साइकल हो। यो कहिल्यै नरोकिने प्रक्रिया हो। अनि यो किन यति महत्त्वपूर्ण छ त? किनभने यसले संस्थाका सबै विभागहरूलाई एउटै लयमा काम गर्न मद्दत गर्छ, जसबाट एउटा सिनर्जी पैदा हुन्छ। सबैजना एउटै लक्ष्यको लागि एक हुन्छन्। संस्थाको आफ्नो विशेष क्षमता विकास हुन्छ र बाहिरका अवसर र चुनौतीहरूलाई सामना गर्न तयार रहन्छ। मतलब यसले संस्थालाई बलियो र एकताबद्ध बनाउँछ। ल, अब सिद्धान्तको कुरा धेरै भयो। अब यो प्रक्रिया व्यवहारमा चाहिँ कसरी काम गर्छ त त्यो हेरौँ। खाकादेखि वास्तविकतासम्मको यात्रा। यो प्रक्रिया एउटा चक्र जस्तै हो, जसमा 4वटा मुख्य चरणहरू छन्। पहिलो, रणनीतिक योजना बनाइन्छ, जसमा विश्लेषण र निर्माणको काम हुन्छ। दोस्रो, त्यो योजनालाई लागू गरिन्छ। तेस्रो, त्यसको अनुगमन र मूल्याङ्कन हुन्छ, मतलब काम कस्तो भइरहेको छ भनेर हेरिन्छ। र चौथो, त्यहाँबाट आएको फिडब्याकको आधारमा रणनीतिलाई फेरि मिलाइन्छ। यो चक्र घुमिरहन्छ। रणनीतिक सोचको यो यात्रा पनि निकै रोचक छ। यो सधैँ यस्तो थिएन।
सुरुमा कम्पनीहरू सामान्य नीतिहरूमा मात्रै ध्यान दिन्थे। बिस्तारै उनीहरूले भविष्यको लागि योजना बनाउन थाले, जसलाई स्ट्रेटेजिक प्लानिङ भनियो। र आज यो एक व्यापक व्यवस्थापन प्रणाली बनिसकेको छ, जहाँ योजना बनाउनेदेखि लिएर त्यसलाई लागू गर्ने र नियन्त्रण गर्ने सबै कुरा पर्छ। अहिले त यो ग्लोबल स्तरमै पुगिसकेको छ। अब अन्तिम खण्डमा आइपुगेका छौं। यहाँ हामी हेर्नेछौं कि रणनीति माथिदेखि तलसम्म कसरी लागू हुन्छ। आखिर यसको जिम्मेवारी कसको हो त? एउटा महत्त्वपूर्ण कुरा के बुझ्नुपर्छ भने रणनीति भनेको एउटा मात्रै योजना होइन। यो त तह मिलेर बनेको एउटा पदानुक्रम हो। सबैभन्दा माथि हुन्छ संस्थागत वा कर्पोरेट तह, बीचमा व्यावसायिक तह र सबैभन्दा तल कार्यात्मक तह। यी तीनवटै तहको आआफ्नो काम हुन्छ, तर सबै एउटै मुख्य लक्ष्यका लागि एकअर्कासँग जोडिएका हुन्छन्। अब यी तीन तहलाई अझै सरल तरिकाले बुझौं। सबैभन्दा माथिल्लो कर्पोरेट तहको मुख्य प्रश्न हुन्छ, हामी खासमा कुन व्यवसायमा छौं? त्यसपछिको व्यावसायिक तहले सोध्छ, ठिक छ, अब यो बजारमा अरूसँग कसरी प्रतिस्पर्धा गर्ने त? र अन्त्यमा कार्यात्मक तह, जस्तै मार्केटिङ, फाइनान्स, एचआर, उनीहरूले सोध्छन्, हामीले आफ्नो विभागबाट यो व्यावसायिक रणनीतिलाई कसरी सफल बनाउने? यी तीनवटै प्रश्नको जवाफ मिलेपछि मात्र संस्था सफल हुन्छ। त्यसो भए आजको छलफलको सार के हो त? महत्त्वपूर्ण कुरा यही हो, रणनीतिक निर्णय र व्यवस्थापन भनेको एउटा सफल र लामो समयसम्म टिक्ने संस्था बनाउने वास्तुशिल्पको खाका जस्तै हो। यसले नै संस्थालाई सही बाटो देखाउँछ, बलियो बनाउँछ र भविष्यका लागि तयार पार्छ। र जाँदा जाँदै एउटा प्रश्न छोडेर जान चाहन्छु। हाम्रो अगाडि रहेको सबैभन्दा महत्त्वपूर्ण रणनीतिक निर्णय के हो? यो प्रश्नले हाम्रो व्यक्तिगत र व्यावसायिक जीवन दुवैलाई छुन्छ, किनभने हाम्रो हरेक ठूलो निर्णयले हाम्रो भविष्यलाई आकार दिइरहेको हुन्छ। यसबारे सोच्दै गर्नुहोला। आजलाई यति नै।